हेलो गाइसहरु, आज चाहिँ हामी बुढाबुढी शनिबारको दिन घरेलु सेवा पनि सकियो, अलिअलि सपिङ गर्न भेट्यो पनि सक्यो। अनि घरमा सट्ट आएको मेरो माइतबाट फोन आयो, साग टिप्ने बेला भयो, कसरी हुन्छ समय मिलाएर आऊ भन्न थाल्नु आमाले। अनि यहाँनिर टक्कसँगले प्रेम गरिरहे हामी कहाँ हिँडेको अरे अहिले। अनि आमाले साग, तोरीको सागै, अरूको साग होइन, हुर्किसकेछ, खाने बेला हुन आँटेछ, ल टिप्नु आऊ भन्नुभयो। यहाँनिर त्यही भएर प्रेमजी र म चाहिँ बाटो लाग्यौँ है। अहिले म पुगेर तपाईँलाई देखाउनेछु। गइरहेको छौँ है गाइसहरू, हामी चाहिँ आमाको घर उतातिर बारीतिर साग टिप्नको लागि। अब अहिले भयङ्कर साग आएको छ भन्ने खबर आएको छ, हेरौँ कस्तो खालको रहेछ। म तपाईँहरूलाई त्यहाँ पुगेपछि सट्टसँगले देखाउनेछु सागबारी। गाइसहरू हामी चाहिँ अब आइपुगेको छौँ, हेरौँ कस्तो रहेछन् सागबारी। सक्का गाडी छ है साथीहरू यहाँ चाहिँ। पुरा ग्राभल बाटो, सक्का गाडी होइन प्रेम गरी हो है। मौसम पनि दामी छ, अगाडि मजाको छ। यहाँ गएर चाहिँ सागबारी चट्टसँगले कति फलेको छ, कति उम्रेको छ सागहरू हेरिन्छ है। अब यहाँ हामी आइपुगेको छौँ, यतै हुँदो हो। यहाँनिर हाम्रो आमाले के गर्दैछन्, यहाँ माथि साग रोपेको छन् अरे। अब यहाँ रहन्छ अब यहाँनिर बारीमा आइपुगेको छौँ हामी। यहाँनिर तोरीको साग यहाँ छ, टिपै हुँदैछ तोरीको साग। यो प्लास्टिकले छोपेकोमा चाहिँ के छ, प्लास्टिकले छोपेकोमा चाहिँ पुरा यहाँनिर खेती हुँदैछ। यता तोरीको सागहरू तोरी बारीमा पनि आइसक्यो। अब यहाँनिर तोरी पुरा हुँदैछ, आलुहरू पनि रहेछ। यहाँ पर हाम्रो पापा हुनुहुन्छ, घाम पनि राम्रो लागेको छ। आलुहरू पनि रेडी भइरहेछ यहाँनिर, आलुहरू। यता पनि छ तोरीको साग। यहाँ चाहिँ के रोपेको छ पापा? यता सिमी। त्यहाँ चाहिँ के रोप्नु भएको खोर्सानी? अकबरको सिजन होइन अब? यो चाहिँ एकदम स्वास्थ्यको लागि पनि राम्रो हुन्छ, एक्सर्साइज हुन्छ गर्दाखेरि, यसो अलिअलि खानु पनि हुन्छ, त्यो हेतुले हो। प्रेम कुमारी के रहेछ अरे यो? आमाको बारीमा आएर यी तोरीको साग पोताउ, आम्मामा यस्तो माल रहेछ। दामी नै त तोरीको सागमा खोल्चीको माछा सुकाएको होइन, खाँदा त नानीहरू साउदीको नातिहरू नेपाली नै हाम्रो आमा। के यो कहाँको तोरी अरे आमा? यो नेपालको तोरी। नेपालको तोरी पिकरिङटनमा फलाएको है, यहाँ पिकरिङटनमा एकदम। यस्तो खालको छ कि भयङ्कर रूपले आएको रहेछ। ल यहाँनिर यता चाहिँ हाम्रो काका हुनुहुन्छ। काका जयमसी, के टिपाइ हो यो? हाजिरामा हो कि खेताला हो? यो हाजिरामा होइन, यसो घरमै खानु। ए यता आन्टी हुनुहुन्छ, जयमसी आन्टी। तोरी टिपाइ राम्रो हुँदैछ,
ल ठिक छ सबैजना भएर यहाँनिर यहाँ नानाहरूले छरेको रहेछ अन्त यसो टिभी खानुको लागि ए होइन ठिकै छ त बाँडीचुडी खानुमै मजा आउँछ एक्लै त खाइसक्नु पऱ्यो नि होइन अब यस्तो छ ऊ मनबहादुर राई पर छुट्टै छ एकदम उहाँ दिएको देखेको छ छुट्टै संसार हाम्रो उहिले जरुवामा माथि खेती गरी खाएको मान्छे हो नि त पानी नभएको ठाउँमा सिमसाग हलाएर खाने हो अनि त्यो भएर अब यहाँनिर चाहिँ साथी हो यसरी तोरी भनेको यसरी टिपिन्छ उखालिन्छ अनि टिपेर चाहिँ यस्तो गर्ने हो यस्तो दामी छ यो चाहिँ एकदम दामी खालको छ यस्तो गर्ने हो यसरी गरेर अब यस्तो दामी छ नि यो तोरी चाहिँ अब सकिगयो नि त साथी हो अब यस्तै हो तोरी भन्ने कुरो यसरी टिप्ने